हेलो बेबी, आउनै पर्ने हो त? भोलि आउँदा हुँदैन? बेलुकै आउनु? ए बेबी, हुन्छ बेबी, ल ल बेबी, हुन्छ। मारी नि हौ, अब बेलुकै आउनु पर्ने अरे। गोजीमा चाराना सुक्कु पैसो छैन। घरमा त काका छैन कि क्या हो? काका काका छैन क्या हो घर? ओहो, के चाहिँ जुक्तिलाउ त? केही नहुँकाइ त कहाँ हुन्छ त? माल त यहाँ छ हौ। यो माल लिएर गएर यही माल बेचेर आज बेबी र हबी घुमिन्छ। कसो बेबी नघुमाइएला त? त्यसका होला रे काका राख्ने सिलिन्डर। झ्याम पुताली खोज्न गएको आफ्नै पुतालो भयो, खत्तम भयो। साह्रो कुटे हो, कुट्न पनि पड्केहरूले दैलो थुनेर अरे पनि कहाँ गयो? बच्चिया बिहे पनि गर्दैन, आफू बिहे गर्नु मर्नु भयो। कसलाई लाग्यो नि? काका काकालाई लागेछ काका। काका चिन्तु केही छैन त? गए क्या हो? हे भगवान्, आफूले खनेको खाल्डामा म आफै परे। अब म के गर्नु? काका ए काका, अब म कसरी बाँच्नु? मलाई पुलिसले पक्रेर लान्छ। होइन होइन, म बाँच्नु। बच्चाले मार कहाँबाट आयो फेरि मलाई? हे भगवान्, भगवान्ले यसरी जुराउँछन् हेर। सिडी सम्पत्ति आएछ, कुन चाहिँ बचियाले मरेर छोडेर पल्टाएर कसो मारेन हौ मलाई। लानुपर्छ, घरमा काम लाग्छ नि। हे भगवान्, एउटा मलाई फाइदै भयो झ्याम पुताली खोज्न जाँदा पनि। के भयो किन यसरी झटारिँदै कुदेको? मेरो काकालाई पर लडाइरहेको छ। कसले सिलिन्डरले हिर्काएर हो कि के हो? काका इन्तु चिन्तु छैन, पल्स रेट केही छैन। दाजु के गर्न, के देखाउनु बोलाएको तैँले? यहीँ हो त दाजु। के यहीँ थियो त? खोइ यहाँ भएको त यहीँ हुनुपर्ने। यो मरेको फटा भयो यो गाउँको नि। मरेको फटा, चोर गुन्डा। मेरो पर्स धन्न र हेर्दा यो गाउँको सबभन्दा थर्ड क्लास भयो। यसले गाउँ बिगारेर यो जाई फटा गरो, जाई गुन्डा गर्दी गरो, जाई उल्ला गरो। कहाँ हिँडेको मान्छे, कुन गन्तव्यमा हिँडेको मान्छे भक्कै लगाएर। होइन हौ दाजु, यहीँ लडेको। यहाँसम्म देखान सिलिन्डर सुन्नु दाजु, सुन्नु। यहाँ मान्छे दाजु के भयो? के त फटा नबोल। होइन, अचम्म पर्नु कुरा चाहिँ के भयो हौ? काका सिलिन्डर दुइटै गएको छ। ठक्क शङ्खरे तेरो भाग्य। कसले उडायो त सिलिन्डर? सिलिन्डर त उडाएछ, काका पनि त उडाएन। त खुइले काका त के काम हो अरूलाई हुन त? सिलिन्डर त लग्यो अरे। यो कुरा मैले बुझिनँ हौ। मेरो भाग्यमा थिएन, अर्काकै भाग्यमा थियो। शङ्खरे गर्लफ्रेन्डलाई बेबी आउँछु नि भनेर भनेको थिएँ। सिलिन्डर बेचेर घुमाउला बेबी भनेको थिएँ। ठुक्क मेरो भाग्यमा शङ्खरे बेबी कम्ती चार्दैन जस्तो केटी हो त आफै।
भाग्यमा हुनु पर्यो नि 4 जना भेट्नु